हे बृहस्पति यज्ञामि वदन्तो ते यहाँ समिन्द धातु मे विस्मृत ब्रह्मणः इतताम प्रतिष्ठम। हे भगवान् नारायण हामी पूजा गर्छौँ, यहाँ माला आएर बस्नुहोस् भनेर त्यो माला लगाएर राखिदिनु। त्यो स्याउजी माला परेको थियो क्या भने साइड लाउनु पऱ्यो। ल बस कान्छेमला फेदा कान्छेमला दुईटा हातको कान्छेमला फेदा बुढेमला टेकाएर यसरी बुढेमला टेकाएर डाँडालाई हात देखाइरहने कान्छेमला फेदा अम्ला बुढेमला टेकाएर यसरी देखाइरहने ओम सहस्र श्री खापर खो सहराथ सहरपाल स्वामी सत्य दशामूल रोखा वेदौं सत्य जावत दशामूल हौ आगजन्त नाथ रमया सहो उदारे सिंहासन तरिष्ठ शरदनायकम यावद् विभल्लः मल्ल समर्पयाते पूजां करोमि तथा वैते तम यही हे दीननाथः हे त्रे हे दीननाथ हे रमा सहित भइकन हे मुरारे यो सुरासन अवश्य सवारे सामग्री शक्ति अनुसार कहीँ तयारे पूजा म गर्छु अवश्य यही नै सवारे आवाहन सबै भवन्द्रमा सत्य श्री सत्यनारायण। अब ध्यान गर्ने नमस्कार हाजिर राख्ने ओम ब्राह्मणो सुमुखमासित बाहुराजन सूत्र अदायत सोहसोद्र अदायत हिदेवीत धारण रूपम ललित कलपुजम शङ्खचक्रम हस्तम विकसित नविदलदविताचतम समस्त सममनसा समग्र विश्वम हिदेवीत अवैत रूपधारे अविष्ट अभे शङ्खचक्र गदा पूजधारे ना 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 दश शरीर प्रसन्न नेत्र प्रभु जाटु रानी ओहो पुरुष एदौ एउटा कुसाटो लिराने छ पुरुष एवेद कुसाटे भाग त सानो त्यसले नातरो हाते करुणा सनकै समान खामी दलाई खाली कुसा संसारसे भोगको तयारी लक्ष्मीपति हजुर होस् यही नै सवारी आसन सबै भवन्द्रमा सत्य श्री सत्यनारायण चढाइदिनु त्यो जल आजमानी हुनेले आजमानी चन्चाले चन्चा नहुनेले एउटा फुलको थुङ्गो लिने अनि त्यसले त्यो फुलको थुङ्गाले या चन्चा या आजमानी जे ल्याएको थियो हातमा त्यसले मैले जे लिनु भनेको थियो त्यही लिइराख्ने अनि नम भनेर चढाइदिनु भने सिधै चढाउने है हात पनि चढाइहाल्ने होइन अब जल लिने तिमीले त्यो आजमानी लिइराख तिमीले त्यो चन्चा लिइराख चन्चाले जल लिइराख ल चन्चा या फुल हात तिमीले त्यो